अहिले यस्तो सो अब चाहिँ हामी यहाँ डाँडा पुग्न आँटिसक्यौँ होइन। खुम्बा डाँडा यस्तो चिसो भइरहेछ, खुट्टा त झन् कुरै नगरौँ कि यस्तो झन् नभइरहेछ, यस्तो उकालो। सो अब चाहिँ अलि फास्ट हिँड्नुपर्ने हुन्छ, जस्ट अब आधा घन्टाको बाटो हो। सो हेर्दै गरौँ न। सो हामी चाहिँ माथि पुगिसकेको छौँ हाइटमा होइन। अब हामी चाहिँ यता बसमा रोकेका छौँ। हामी चाहिँ 3 जना आएको होइन टोटल। यहाँ छ सबै सामान। अब एकछिन चाहिँ डुल्नु जानु पऱ्यो बाहिर। अब चाहिँ हामी खाना भन्न आउँछ, खाजा खाएर निस्किसकेको छौँ घुम्न। मामा नयाँ भ्लगर मामा, अर्को मामा हेर्नु यहाँ बादलै बादल लाएर केही छैन। भोलि गइन्छ त्यहाँ टुप्पो माथि, अहिले देखेको छैन। सो हामी चाहिँ ट्रेकिङ गरेर आइसकेको छौँ होइन। टक्क लाएर पोखरा घुम्दैछु म चाहिँ। सो मामासित पोखरा घुम्नु पऱ्यो भनेको। मेरो बिच बाटोतिर मैले भ्लग बनाउनु पाएन, किन भन्दाखेरि मेरो मोबाइल चाहिँ डेट भइसकेको थियो कि, त्यही भएर भ्लग बनाउनु पाएन। मोबाइल चाहिँ बनाइरहेको छु, अब हेर्दै गर्नु नि त। अब के हेर्नु सकिसक्यो। सो यो ट्रेकको भ्लगको चाहिँ डी एन्ड भइसक्यो है। बाई।